र वेलकम छ तपाईँलाई एसएसपीमा फेरि पनि एउटा सानो भिडियो लिएर आइरहेको छु होइन। र अस्ति पनि अब तपाईँले भन्दै देख्नुभयो होला, अब अस्ति मैले धेरै भिडियोहरू हालेको थिएन किनभने त्यति बेला अब कति त्यस्तै हुन्छ होइन, अब हाल्नु मिल्दैन, उहाँहरूले अब सोसियल मिडिया आउनु चाहनु हुँदैन। र आज फेरि मैले तपाईँको 22 को VXI स्विफ्ट लिएर आएको छु। र अस्ति मैले तपाईँले भिडियो हालेँ, त्यही गाडी अप टु डेट रोयल कन्डिसनको गाडी हो। र यसमा तपाईँको टोटली सबै खर्च गरेछ होइन। र उहाँले केही गर्नु परेन, जस्ट अब उहाँले अब तेल हालेर कुद्ने मात्रै खालको गाडी छ होइन। र त्यति भन्दा अब उहाँलाई अब के भयो, जस्तो कि अब हाम्रोमा तपाईँ फर्स्टचोटि आउनुभएको है, र उहाँ अब तपाईँ फर्स्टचोटि आउनुभएको है? हजुर, यहाँ चाहिँ फर्स्ट हो। र तपाईँ कहाँदेखि आउनुभएको अलिकति भनिदिनुहोस् न। अब मेरो साउथ सिक्किम याङयाङ हो घर चाहिँ, तर म अहिले करेन्टली गान्तोकमै बस्छु। अन्त यहाँ मेरो साथीले प्रेफरेन्स गर्दाखेरि चाहिँ म यहाँ आएको। हजुर, तपाईँले एसएसपीमा आएर कस्तो लाग्यो? अब अरूतिर पनि तपाईँले हेर्नु भएको होला गाडी? हजुर, गाडी क्वालिटी पनि राम्रो लाग्यो मलाई होइन। अब दाम पनि राम्रै छ, तपाईँको अब सर्भिसहरू पनि राम्रै लाग्यो। अलिकति अब डिले चाहिँ भयो तर राम्रै भयो। हजुर, अब यस्तो कि तपाईँलाई पेपर वर्कहरू तपाईँ केही पनि अब के रिकमेन्ड छ भने हामी गरिदिइहाल्छौँ। जस्तो कि तपाईँलाई इन्सुरेन्स भयो, टोकन ट्याक्स भयो, पेपर कुनै रनिङ फेल भयो अरे होइन, त्यो म गरिदिन्छु। र तपाईँलाई गाडी म अब वारेन्टीको साथमा दिन्छु। गाडीमा के कसो भन्नु तपाईँलाई म हेरिदिन्छु। हजुर, मैले वारेन्टी तपाईँलाई अस्ति भनेको छु कति दिन्छु भनेर होइन। र तपाईँको माध्यममा अब हाम्रो बाँकी आउने जति पनि छ अब उहाँलाई के सजेस्ट गर्नुहुन्छ? म राम्रो लाग्यो किनकि आउनुहोस् तपाईँहरू नि होइन। गाडी अब तपाईँहरूको इच्छाले हेर्नुहोस्, सर्भिस एकदम राम्रो छ। तपाईँ डकुमेन्ट्स वर्कहरू तपाईँले गरिदिनु भयो सबै होइन, एकदमै खुसी लाग्यो, राम्रो लाग्यो। हजुर, र त्यति भन्दै सानो भिडियो लिएर होइन, र बहिनीबाट खदाको कार्यक्रम गर्नु होला। आउनु नि, आउनु सबैजना आउनु नि ग्रुपिङ। मोटो होइन अब।